लागिरहेछ एकदमै खुसी लागिरहेछ हामीहरु चाहिँ पहिलो पटक जाँदैछौँ हैन उहाँहरुले पनि केबल कार चढ्नु भएको छैन मैले त झनै चढेको छैन उहाँले एउटा प्रगति गर्नु भएको जीवनमा त्यही हो त्यो भनेको 2 टाइम अब योसँग 2 टाइम हैन दाइ तपाई जानु भयो अब मैसी हामी कहाँ रे चन्द्रगिरी गएर भेटौँ न बाइ हामी चाहिँ अहिले आधी बाटो पुग्यौँ गुरुमा ल आधी बाटो पुग्यौँ हामी कटिसक्यो ए अब आधी बाटो भन्दा नि अब थोरै छ अब त्यो चन्द्रगिरी आउनु अनि हामी चाहिँ एउटा गेम खेल्न लाइन के बोर नहुनको लागि हामी त्यो शब्द त्यो अन्धाक्षरी जस्तै गरेर अनि हार्नेले चाहिँ नास्ता खाउने भन्दैछन् अब म त जितिहाल्छु होइन तपाईँहरू चाहिँ पैसा जम्मा गरेर पैसाको बिच खोलिराख्नु है त्यो पर्स म त जितिहाल्छु अनि दाइसँग खेलौँ अब ट्याक्सीको भाडा फेरि भनेको दाइ मान्नु पहिल्यै हार खानु खेलौँ न दाजु त्यो नयाँ रेस्टुरेन्ट चाहिँ यसो खाइहालौँ र मै हो जित्ने चाहिँ हुँदैन दाइ भयो दाइ पहिल्यै डराइहाल्नु भयो अब सबैलाई जितिदिन्छु भन्दा डराउनु परेन रबाट रथ वाह 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 रथ थैली दाइ तपाईँ कसको सपोर्टमा हो यस्तो दिदी म त मेरो त कपाल पनि मिल्छ ल थैली लिबाट सुनमै हट्यो त सुनार वाह 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 ठाउँ यस्तो राम्रो ठाउँ कि हामी पुग्न लाग्यो चन्द्रगिरी अब के आयो 3 कुने नेवार वाह 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 राक्षस वाह वाह तिमीहरूलाई सम्झेर भनिराख्नु भएको गुरुमाले 3 है ल भन नि त शर्मिला वाह 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 लाली गुराँस वाह भइसक्यो ए लाली वाह 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 लिपस्टिक लाली र लिपस्टिक एउटै आएन टपरी वाउ बाटो हेर्नु न चन्द्रगिरीको बाटो के आयो आएन है टिकटिक 1 टिकटिक 2 आइहाल्छ टिकटिक 3 लीला लाबाट के हुन्छ ला ओ कहाँ समता पनि त मेरै पाउको के हो तिमी नबोलेको लाबाट लमजुङ हो लाबाट ललाली सब हुन्छ कि लाबाट लमजुङ नङसाल भन्दै नि टिकटिक 1 कमला त पहिरा गयो दोकानसम्म ल छिटो ए भगवान आज यस्तै शब्द मात्र सुन्न पाउँछु वाउ ठाउँ के ठाउँ के आयो हाम्रो बालो भिरपन्या वाउ माई गॉड चन्द्रगिरी चाहिँ आउनुपर्छ हौ एकचोटि चन्द्रगिरी फाइनली वी आर हियर इन चन्द्रगिरी यो चाहिँ चन्द्रगिरीको गेट आइपुग्यो वी आर रेडी तपाईहरु रेडी हुनुहुन्छ कहाँ चढ्नलाई छैन भन्न लाग्थ्यो क्या वी आर रेडी टु चढिङ चाहिँ के रे केबल कार थ्याङ्क यू दाजु भाइ हामीसँग आउँदा तपाईँलाई कतिको खुसी लाग्यो धेरै खुसी लाग्यो यही खुसीयालमा तपाईँ हाम्रो भाडा नलग्नुहोस् न आज ल्याउँ भोलि पर्सि नल्याउँ होस् दाइ यस्तो छ होइन चन्द्रगिरीको भ्यू चाहिँ टु मच ब्युटिफुल छ क्या यो चाहिँ टिकट काट्ने ठाउँ हो यसको वरिपरि चाहिँ यस्तो पहाडै पहाड टु मच ब्युटिफुल टु मच मान्छे खासै भिड चाहिँ छैन रहेछ आज चाहिँ टिकट लिँदैछौँ हियर यो गो टिकट चाहिँ हामीले पायो होइन 6 जनाको महँगो नि है गुरुमा महँगो छ है टिकट नि होइन नेपाली नै बोल्नु कस्तो राम्रो टिकट चाहिँ टु मच महँगो छ होइन अनि यहीँको स्थानीयलाई 25% डिस्काउन्ट
हामीहरूलाई 825 टुरिस्टलाई झन् 3000 पर पर्सन टु मच एक्सपेन्सिभ यसरी घुमाउनु ल्याएको नबिर्स्यो ल तिमीहरू हामीतिर बाहिर चाहिँ कोही मान्छे छैन मान्छे छ कि भिड रहेछ चढ्ने भिड अनि हिँड्ने पनि यस्तो के 4-5 यो राउन्डै राउन्ड अरू केहीमा इम्प्रुभ नभए पनि नेपालको यसमा चाहिँ इम्प्रुभ भएर रहेछ ल रेल जस्तो रेल लाइन चुक 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 रेलगाडी चुक चुक जस्तो रेलगाडी चुक 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 हिँड ऊ त्यहाँबाट त्यो दूर कति लाइन हिँड्यो कि हामीले बल्ल रेलगाडी चुक 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 भइरहेको छु हेर यहाँ चाहिँ भिड रहेछ त्यो चढ्ने बेला चाहिँ भिड छ यहाँ चाहिँ अनि उल्टी नहुने भमिट नहुने औषधि लिएर आइरहन् कि यहाँ बर्बाद जिन्दगी ल यहाँ यस्तो बोकेर ल्याइरहन् कि ल यता चाहिँ अर्कै तर्केर कस्तो फिल भइरह कस्तो फिल भइरह यसरी आइरहेछ होइन अब यो खाली हुन्छ ऊ यहाँबाट गइरहेछ अब चाहिँ हाम्रो पालो किन डर आयो तिमीलाई डर लाग्यो डर लाग्यो डर लाग्यो ल अब हाम्रो पालो We are going. Yeah, we are going. Yeah. Wait. I don't know. मैले बन्द जङ्गल देखेको छैन हैन त्यही भएर यस्तो हिँडेर जानु पर्यो यत्रो माथि गुरमा त्यहाँ फुलै छ नि गुरमा तपाईले भन्नुहुन्छ नि ठाउँ राम्रो भन्नुहुन्छ नि लाली गुराँस अजम्बरी चम्पा चमेली माथि हिउँ परिरा होला पर्छ हिउँ अहिले अब गुरुमा पर्दैन कुरा जोस गतिलो गर्यो कि त्यहीँबाट थाहा हुन्छ कि तिमी कहाँसम्मको छौ भनेर घामले टन टन परेला पनि हिउँ परेछ राम्रो छ एकदमै ओहो दुईजना ओ यहाँ मान्छे चाहिँ ट्रेकिङ पनि गर्न मिल्दो रहेछ ऊ जारमा पानी लिएर आइरहेछ बाई बाई ल बाई बाई भर्याङ जस्तो रहेछ यहाँबाट हिँड्न मिल्नको लागि दिनकै होइन तिमीले त पहिलोपटक मान्छे देख्यो कि क्या हो डरै लाग्दो गरेर मान्छे देखाउँदा त कति मिनट लाग्यो जोस लाग्यो होला नि 15 मिनट त लाग्यो होला है 15 मिनट यहीँ चढ्दा पनि मलाई टाउको दुख्छ कि अरू त फरक कुरा ल ल्यान्ड गरेर एरोप्लेनबाट तपाईहरु पुग्नु भएको छ आफ्नो डेस्टिनेसनमा अब ल्यान्ड गर्नुहोस् छिटो गर्नुहोस् किनभने राउन्ड हान्दा पनि रहेछ झर्दा पनि रहेछ कोही हिँड्दा पनि रहेछ ओ भाग्नुहोस् फाइनल हियर भर्खर केबल कार चढ्न सक्यो हैन लुक एट भ्यू अझै आउँदैछ मान्छे अब म त पुगेँ केबल कारबाट फर्स्ट एन्ड लास्ट यही हो मेरो अब थाहा छैन त अर्कोचोटि मलाई यसरी ल्याउन यहाँ चाहिँ त्यो मुक्तिनाथमा लेखेको जस्तै गरेर लेखेको रहेछ कि यस्तो यहाँ यसमा नामहरू लेखिरहेको रहेछ प्रणाप अनि सुदीक्षा रे यो कसको बिग्रेको घरको मान्छेले लेखेको होला यिनीहरूको आमा बाउलाई भनिदिन्छु के कुरमा यिनीहरूको मम्मी बुवालाई बोलाइदिन्छु भनिदिन्छु र म भन्दैछु अहिले मलाई सम्हालिहाल्नु बेलामा नत्र म त भनिदिन्छु नि ल हुन्छ पुरा चिनाएको कुरा घर लिएर आउँछु ताल्छ के गर्छु घरमा चाबी लाउँछ नि कुरमा त्यतिखेर त्यहाँ मेरो नाम लेखिदिन्छु सुन्नु कि न अनि त्यो चाबी खोल्दै लाउँदै गर्छु म घरमा
त्यहाँ पनि छ दिदी जताति त्यही यहाँ जो सबैले बोलाउने हैन यस्तै यस्तैको नाम लेखेको चाहिँ बरु बिरेको हुन्छ हामी चाहिँ भालेश्वर मन्दिर पुग्यौँ होइन यो वहाँ चन्द्रगिरीको माथिको टुप्पोमा रहेछ यो मन्दिर चाहिँ यहाँ चाहिँ यहाँ माथिको भ्यू चाहिँ यस्तो छ त्यो के हो गुरुमा रेस्टुरेन्ट नि ए रेस्टुरेन्ट रहेछ ट्याक्सी कम्पनीले ल्याउनु पर्ने सुजहरू राख्ने पुरै फेसिलिटी त सबै रहेछ एटिएम सेटिएमहरू यताउताहरू सबै छ मन्दिर चाहिँ यस्तो छ होइन भालेश्वर मन्दिर त्यही न यहाँ सबै मन्दिर होइन अनि फेरि यो जुस पनि खायौँ अनि उसले एप्पल जुस तिमीले म्याङ्गो जुस खायौ मैले यो जुस खाएँ उसले कोका कोला अनि त्यसपछि अब चाहिँ तल पार्क छ एउटा पार्कमा घुम्न जाने त्यसपछि फर्किने चाहिँ यस्तो साइक्लिङ भइरहेको क्या वाउ यहाँ चाहिँ यस्तो बच्चाहरूको खेल्ने रहेछ कि अनि म त झन् सबभन्दा सानो बच्चा नि त सबैभन्दा सानो हामी तीनजनामा ल नाइस म अब जान्न गुरुमा सिटी मारे सिटी गाली खायो सरी दाजु थाहा थिएन तर म त मेरो तपाईँको लागि बच्चा होइन म त्यही भएर सिटी खाइदिएँ एउटा गुरुमा यहाँ चाहिँ यस्तो यस्तो खिलाउनाहरू रहेछ होइन यस्तोमा नि हामी खेल्नु मिल्दैन दाइ के तपाईँ बच्चा त होइन तर उहाँको लागि बच्चा भएर सोधेको यसमा नि मिल्छ होला नि हामी मिल्दैन खेलाउनाहरू त यस्तो रहेछ अब हामी फर्किँदैछौँ कस्तो लाग्यो तपाईँहरूलाई फर्किँदाखेरि नभन्न त्यस्तो तर जुन त्यत्रो टिकट काटेपछि त हामीलाई होइन यहाँ आएर पनि त्यत्रो पछि दिनपछि सबै घुमाइदिए पनि ठिक हुन्छ अनि घुमाउन दिएन खेल्न दिएन भने न साइक्लिङ गर्न दिएन त्यो अर्को पैसा तिर्नु पर्दो छैन फटार तिमीलाई त सबै ठाउँमा थुचु बसालेर घुमाउनु पर्ने खटिमलको पानीपुरी खान दिनुपर्ने फटाहरू अन्नपूर्ण हिमाल र अनि मनासलु हिमाल चाहिँ देखिँदो रहेछ त्यो चाहिँ यही हो कस्तो को क्लाइम गर्न चाहनुहुन्छ यो चाहिँ कुन हिमाल हो कुन मनासलु त्यो अन्नपूर्ण कुन हो तिमीलाई कहाँबाट देख्यो यतापट्टि चाहिँ अब चन्द्रगिरीबाट निस्कि